कक्षा 12 को वैशाख 11 गतेबाट हुन लागेको परीक्षा क्यान्सल हुन लागेको हो त के कारणले परीक्षा चाहिँ क्यान्सल हुन लागेको हो त्यसको बारेमा आज म तपाईहरुलाई भन्नेछु। अहिले नेपालको शिक्षक महासंघ सडक आन्दोलनमा छन् काठमाडौँमा आफ्ना केही मागहरू चाहिँ पूरा गर्नका लागि। अब परीक्षा हुने भनेको स्कुल विद्यालयमा हो र परीक्षा सफल बनाउने भनेको शिक्षकहरूले हो। तर विडम्बना यो छ कि शिक्षकहरू आन्दोलनमा काठमाडौँमा बसिरहेका छन्। शिक्षक महासंघले भनिरहेको छ कि हामीहरूले परीक्षा हुन दिने छैनौं जबसम्म हाम्रो मागहरू पूरा हुँदैन र जति बेलासम्म सरकारले शिक्षकहरूको माग पूरा गर्दैनन् तबसम्म शिक्षकहरूले आन्दोलन गर्न छोड्दैनन् र जबसम्म शिक्षकहरूको माग पूरा हुँदैन तबसम्म शिक्षकहरू परीक्षामा सामेल नै हुँदैनन्। यसले गर्दा तपाईहरुको परीक्षा चाहिँ नहुन अथवा केही समय पर सर्न सक्छ। तर माग पूरा गर्ने मिटिङ वार्ता भनेको 2-3 घण्टा वा एक दिनमा हुन सक्ने कुरा हो। यदि शिक्षक महासंघ र सरकार पक्षको सहमति भयो भने चाहिँ छिनमै यो समस्याको समाधानहरू चाहिँ हुन सक्छ र तपाईहरुको परीक्षा जति बेला हुन्छ भनेको थियो त्यति बेला नै हुन सक्छ। त्यसैले तपाईहरुले अब परीक्षा क्यान्सल हुन्छ भनेर नपढी चाहिँ नबस्नु होला। त्यही भएर 11 गतेबाट नै परीक्षा हुन्छ भन्ने कन्सेप्ट बनाएर चाहिँ आफ्नो परीक्षाको भरपूर तयारी चाहिँ गर्नु होला है त। र साथीहरु अरु कुनै राष्ट्रिय परीक्षा बोर्डले कुनै नयाँ नोटिस चाहिँ सार्वजनिक गर्यो भने अथवा कक्षा 12 को चाहिँ एक्जाम सम्बन्धी कुनै पनि नयाँ खबर आयो भने तपाईहरुलाई यस च्यानल मार्फत चाहिँ हामी जानकारी दिनेछौं। त्यसको लागि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिरहनु होला।